मुगलिन नारायणघाट सडक खण्डमा फेरि पहिरो। नेपालको जीवन रेखा मुगलिन सडक खण्ड हरेक मनसुनमा भूस्खलन यानि कि पहिरोसँग लडिरहन्छ। तर प्रश्न यो हो कि पहिरो किन जान्छ र हामी के गर्न सक्छौं? सर्वप्रथम चाहिँ प्राकृतिक कारणहरू के हुन् त्यो कुरा जान्नु है त। पहिलो कारण हुन सक्छ कमजोर भूभाग। यस क्षेत्रको माटो र ढुङ्गा निकै नै कमजोर भएकाले सजिलैसँग खस्छ। र दोस्रो कारण हुन सक्छ भिरालो ढलान यानि कि स्टिफ स्लोप। नदी किनारका भिरहरू निकै नै उकालो ओह्रालो भएकाले निकै नै असन्तुलित हुन्छन्। र तेस्रो कारण हुन सक्छ धेरै मनसुन वर्षा। यो क्षेत्रमा धेरै नै पानी पर्छ जसले गर्दाखेरि माटोलाई चिप्लो बनाउँछ र सजिलैसँग ढलान खस्छ। त्यसैगरी दोस्रो कारण हुन सक्छ नराम्रो ड्रेनेज। पानी बग्नलाई राम्रो ड्रेनेज नदिँदाखेरि पनि पहिरो खस्छ। यानि कि पानी राम्रोसँग बग्न पाएन भने माटोमै अथवा पहाडमै अल्मलिरहन्छ जसले गर्दाखेरि माटोलाई चिसो र भिजाउँछ जसले पहिरो खस्छ। अब जानौ पहिरोको इन्जिनियरिङ समाधानहरू। नम्बर 1 बायो इन्जिनियरिङ। बायो इन्जिनियरिङ भन्नाले वनस्पति र इन्जिनियरिङ संरचनाको संयोजन हो। जस्तै बोट बिरुवा, बाँस, थुप्रै अरू बोट बिरुवाले चाहिँ पहाडलाई राम्रोसँग छोप्ने काम गर्छ जसले चाहिँ पहिरो जानबाट बचाउँछ। दोस्रो उपाय हो रिटेनिङ वाल र ग्याबियन वाल। सडकलाई सुरक्षित राख्न विशेष गरी ढलान भएको भागमा माटो बग्न नदिनको लागि रिटेनिङ वाल र ग्याबियन वाल प्रोभाइड गरिन्छ। तेस्रो हुन सक्छ स्मार्ट ड्रेनेज। स्मार्ट ड्रेनेज भन्नाले पानी छिटोसँग निस्किने, इनलेट र आउटलेटमा कुनै पनि खालको जाम नहुने, जस्तै पहाडमा पानी नै नबस्ने, सबै पानी क्रस ड्रेनेज, साइड ड्रेनेजबाट सजिलैसँग खोलासम्म पुर्याउने कामलाई नै स्मार्ट ड्रेनेज सिस्टम भनिन्छ। र चौथो उपाय हुन सक्छ स्लोप म्यानेजमेन्ट। स्लोप म्यानेजमेन्ट अथवा ढलान व्यवस्थापन भन्नाले स्थल वरिपरिको माटो बग्न नदिने र पहिरो आउन नदिने प्रविधि हो। त्यसैगरी अर्को दीर्घकालीन आयोजना हुन सक्छ जस्तै सुरुङ मार्ग, फ्लाइओभर जस्ता आयोजनाहरू जहाँ पहिरो गइराख्छ त्यस्ता ठाउँमा राखियो भने चाहिँ सडकलाई सुरक्षित र राम्रो गर्न सकिन्छ। तपाईहरु चाहिँ आफ्नो चाडपर्व राम्रोसँग मनाउनु होला। सडक अवरुद्ध नै भए पनि विकल्प सडकहरू प्रयोग गरेर तपाईहरु घर जानु होला। शुभ यात्रा एन्ड ह्याप्पी दशैं।